हेलो एन्ड नमस्ते एभ्रिवान। हामीले चाहिँ अस्ति त्यो अमाटा टिपेर ल्याएको थियो। योभन्दा अगाडिको भिडियोमा देख्नुभयो होला सबैले। त्यसमा कसरी अचार बनाएको नि देखाउँछु भनेको थिएँ मैले। त्यसको अचार चाहिँ यसरी बनाइरहेको छ। यो अघि नै काटिसक्यो। यो अमाटा चाहिँ अघि नै काटिसक्यो। त्यसको लागि लसुन खुल्चाएर हालिसक्यो। अनि उतै तेल तताएर नि रेडी पारेको छ। अनि त्यसको लागि यो मसला, यो तिल अनि अरू के धेरै छ, खुर्सानीहरू अनि धनियाँ अनि अरू के पनि छ। त्यसको लागि यो चाहिँ मिक्स गरिसक्यो। अब यसलाई चाहिँ त्यो के अरे अब त्यो बट्टामा हाल्ने होइन, बट्टामा हालेर टक्क अब हप्ता 10 दिनपछि अथवा 1 महिना भनौँ न। त्यसपछि चाहिँ यसमा यो भित्र यो हड्डी जस्तो भएको छ नि, यसभित्र चाहिँ तेलहरू मसलाहरू राम्रोसँग पस्यो भने यस्तो मिठो हुन्छ कि यसको अचार। मैले अस्ति नै भनेको थिएँ अचार बनाएर देखाउँछु भनेको थिएँ। त्यही भएर गाइज यो चाहिँ एकदम मिठो हुन्छ। तपाईँहरू नि ट्राई गर्नु होला। तपाईँहरूको यताउता नि पाइन्छ यो, खासमा मध्यपाट अथवा तराई क्षेत्रतिर पाइन्छ यो अमाटा चाहिँ। मलाई खासै थाहा थिएन पहिला त। मैले नि भर्खर बुढीलाई चाहिँ थाहा रहेछ पहिला नै। मैले नि खासै पहिला त देखाएको थिइनँ। सो त्यही हो गाइज, तपाईँहरू नि ट्राई गर्नु होला बनाउन, मिठो हुन्छ। करिब लगभग 5-10 मिनट मलिसकेपछि यस्तो भइसक्यो। यहाँ मसला भित्र गइसक्यो। अब चाहिँ हामी बट्टामा हाल्न छौँ यता गाइज। हाम्रो चाहिँ सबै हालिसकेको लगाएर घाममा राख्ने पालो। हाम्रो अचार चाहिँ बनेर पनि रेडी भइसक्यो। अब चाहिँ मलाई लगाएर घाममा राख्न जाँदैछु।